रेकॉर्ड च्या आदोमा पाहते अपना हेलो गुड मर्निङ सरहरू म यता छु आज चाहिँ हाम्रो तिहार पनि सक्यो भनौँ न तिहार त तपाईहरुको त 3 दिने हुन्छ होला हाम्रो 5 दिने हुन्छ अनि फाइनली सक्यो अनि सकेर अब पैसा त पायो टन्ने त्यो पैसाले के गर्ने भनेर अनुशासन गर्दा 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 भैलो खाने कुरो आयो अनि त्यही भैलो खानको लागि हामी हिँड्दै छौं भन्दा नि त्यो भैलोको लागि भैँसी लिन जाँदैछौँ यहाँ माथि गाउँमा अनि यता हुनुहुन्छ हाम्रो चाचा अनि अगाडि अर्को चाचा पछाडि अर्को चाचा हामी कन्टिन्यू जाँदैछौँ फेरि भैँसीको चाहिँ गेडा हुनुहुन्न अर्कै हुनुहुन्छ आया मलाई उकालो बाटो यस्तो छ चप्पल यस्तो छ बवाल खालको यता हुनुहुन्छ बाटो हामी चाहिँ यता छौँ मैले ठिक्कै पर देख्न सक्नुहुन्छ हाम्रो सरको जिम हल यताको नजारा यस्तो छ यो भनेको माल हो माल अनि यो चाहिँ साग हो साग यो चाहिँ खुर्सानी अनि यो सागको बडा बाउ साग बनाउँदै हुनुहुन्छ अहिले हाम्रो दाजुले यता हुनुहुन्छ हाम्रो गाउँहरू चाहिँ दामी देखाए केटा हाम्रो गाउँहरू यता हुनुहुन्छ यस्तो यो हाम्रो सुकमुटार फेरि घुमाएर यता लाम्पाते सुरती है यो चाहिँ सरहरू खानु आउनु होला यो म आलुहामै यो भयो हाम्रो जिम हलको ढोका कता हो बाप्पा खतरा बनाएछ सरले त यार पहिले यहाँदेखि सुरु गर्ने छ्या यस्तो सानो कसले उठाउँछ यस्तो उठाउनु ठुलो यहाँ मलाई देखाउ त म हाल्छु हाम्रो तुफान सरले मस्त जिम हान्दैछ है झन्डेले मर्यो ओए गरम पुरै छ गाह्रो छ कराउन सट्किन्छ यसले त खतरा रहेछ मान्छे त यार एकैचोटिमा उठेर हाम्रो म्याडमजी यहाँ हुनुहुन्छ अब हामीले लानुपर्ने हुन्छ यो म्याडमलाई टक्कसँग राख्नुको राम 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 म्याडमजी लगिएको है दाजु लखुम ल म्याडमजीको झन्डै हिल खुस्केको नि ए पेन्टी चाहिँ लगाउँदै रहेछ म्याडमजीले हेर्नु त कोही कोहीले त लगाउँदै होइन क्या
त्यही छ गाह्रोको विषय हाम्रो अङ्कलको लागि खै अङ्कल यता हेर्नु फेरि अङ्कलले देख्ने भन्छ चट 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 रेकर्ड चाहिँ आदोमा पात्तै आफ्ना हिममा त हजुर हाम्रो म्याडमलाई चाहिँ अहिले ठाउँमै ल्याइसकेका छौँ आजको हाम्रो मेन प्लेस भनेको चाहिँ यही हो अनि हाम्रो सर पनि आउनुभएछ बेलुका देउसी खेलेर भर्खर झ्याप्पै गर्नुपर्छ सर आज हाम्रो जस्टिन फेमस कलाकार हो फेमस कलाकार हाम्रो जस्टिन अनि हाम्रो यहाँ नसेबा आउने गाउँले हो हाम्रो सरहरूले एक्सर्साइज गर्दै हुनुहुन्छ यो चाहिँ फुल फर्ममा आउनलाई ओहो जस्टिन सर काटा नम्बर 5 यो हो नि त ओइ जस्टिन जस्टिन त भ्यागुटा भन्दा नि खतरा निस्क्यो त हाम्रो म्याडम पुन्चुलामै नि मामा हाम्रो म्याडम चाहिँ झन्डै एट्याक भएको नि ल सरहरू हाम्रो कन्टिन्यू तयारी चल्दैछ है यता अब सरले लसुट केलाउँदै हुनुहुन्छ मासु सासु हुँदैछ चिल्लो रेडी भइसकेको छ अब यो चाहिँ खाजा पकाउनुलाई अनि यता छ न्युहरू कोकहरू यताउति खाजा खाने कुराहरू उतातिर भाँडा डुल्दैछ हाम्रो स्टुडेन्टहरूले यता दाउराको व्यवस्था चल्दैछ यस्तो हाम्रो कन्टिन्यू हुँदैछ यता छ हाम्रो हड्डीहरू मासु छ जता हेऱ्यो हाम्रो केटाहरूको मिठो प्रस्तुति जाँदै हुनुहुन्छ हेरिदिनु होला नाङ्गा छिटो नाङ्गा आएको छ फेरि हामी माझमा रेडियो अनि कति काहीँ यो केस मेरो बाटो आएको छ फेरि हामी माझमा रेडियो अनि घर दैलोमा रोज मोक्तान अनि म बिना साथमा स्वस्थ दाजु पनि
अहिले चाहिँ हाम्रो खाजा कार्यक्रम चल्दैछ एक लट एक त छ खाजामा मासु एक त छ अझै पकाउने बाँकी यो पकाउनु पर्ने हुन्छ एकतातिर हान्दै हुनुहुन्छ हाम्रो सरहरूले अब फेरि यो खाएर एक लट चल्नुपर्छ मिठो हुनुहुन्छ हाम्रो अर्को लट पनि तयारी भइसकेको छ अहिलेको एक लट यता छ होइन मासु फेरि यता नि अर्को लट मासु चाहिँ एकदम दामी भएको छ क्या सरहरू दामी छ मासु मिठो छ अर्को लट अब फेरि एक लट ब्रोइलर पकाउनु पर्ने छ नहुने लागिसक्यो दामी बास्ना पनि त्यस्तै आइरहेछ क्या बबाल 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 आउनु है सरहरू खानुलाई सरहरू हाम्रो अल सेट भइसकेको छ सबै है खानुलाई रेडी भइसकेको छ यता छ्याङ हुनुहुन्छ हाम्रो दुईजना दिदीले बाँड्दै हुनुहुन्छ यो चाहिँ स्पेसल छ्याङ है अनि यता हुनुहुन्छ हाम्रो टकारी मासुहरू के हुन्छ यो हुनुहुन्छ हाम्रो झोल स्पेसल रस हो रस अनि यता हुनुहुन्छ अचलहरूको मासु हो खाना कार्यक्रम चल्दैछ हेलो सरहरू हामी खाँदैछौँ यता छौँ माल मालै माल म यहाँ छु हाम्रो टोली यता हुनुहुन्छ घिउ खाँचिन यता हुनुहुन्छ यता उता अनि म यता मिठो हुनुहुन्छ त्यस्तो भनेर हुन्छ के हाल्नु ब्लग गर्ने भन्नुमै एकछिन पक्नुहोस् थपनी थपनी दिउ थपनी राम्रो गिलास सानो गिलास होइन